हेलो साथीहरू, आज म मेरो भान्सामा बनाउँदैछु राईको साग, बोडी र तरुल मिसाएर सब्जी बनाएर खाने भनेर। अब हेरौँ है त म कसरी बनाउँछु, यो भिडियो कसरी राख्नु। पहिला हाल्छु तेल कराईमा। मैले हालेँ तेल। अब तेल ताप्न दिनु पर्यो। तेल तातिसक्यो। अब यसमा म जिरा हाल्दैछु अनि यसमा राख्दैछु म कुटेको लसुन है। अब म हाल्दैछु यसमा पियाज र खुर्सानी। मलाई टमाटर राखेको मन पर्दैन, गाउँले स्टाइलमा सब्जी बनाउँदैछु आज है। हेर्नु है, यसमा टमाटर, सागमा टमाटर राखेको मलाई मन पर्दैन, फ्राई सागमा। यसमा हाल्नु पर्यो थोरै हल्दी, थोड़ा नमक, थोड़ा धनिया पाउडर। अनि यहाँ मैले मसला त कुटेकै छु, यो पनि हाल्ने हो। यसले स्वाद अझ मजेदार हुन्छ नि त है। अब म यसमा छोडिदिँदैछु साग, रायोको साग। कोलाई मनपर्छ रायोको साग? हामी परदेशमा बस्नेलाई त रायोको साग त एकदम महत्त्व हुन्छ नि है। गाउँघरमा बस्नुको हुन्छ, हामी परदेशमा बस्नेलाई रायोको साग भन्दा धेरै महत्त्व हुन्छ। यसरी हालेँ। अब म यसमा हाल्दैछु तरुल र बोडी है। मैले पहिले उबालेको थिएँ। यो साग, तरुल, बोडी कति मजेदार, गाउँघरको याद मेटाउने गरेर खाने है। कसलाई मनपर्छ हो यस्तो सब्जी, गाउँघरे सब्जी भन्नु होला, लेख्नु होला कमेन्टमा। यससित आटो पनि मनपर्छ, मेरो छोराछोरीलाई खाजा मनपर्छ। अब यसमा हाल्नु पर्यो यो कुटेको मसला। यस्तो गरेर कुटेको मसला हालेर यसलाई मिक्स गरेर पकाउनु पर्यो।